सबैलाई नमस्कार छ। मेरो सानो कविता छ, सबैले सुनिदिनु होला। आफ्नो प्रशंसा आफै गरेर भइँदैन ठुलो मान्छे। ठुलो हुनलाई त अरूको सेवा गरेर आफू सानी हुनुपर्छ। त्यसै भएको छैन माउरीहरूमा एकता। घरभित्र सबैलाई माया दिने रानी हुनुपर्छ। सित्तै पाएँ भनेर सधैँ खाना हुँदैन अरूको। कहिले काहीँ त आफू पनि दानी हुनुपर्छ। मुखले कठैबाट चुक्क भनेर टर्दैनन् अरूको दुःख। अरूको दुःख टार्न त आत्माभित्रै दयाको खानी हुनुपर्छ। आफू सम्पन्न हुँदैमा गनिँदैन मान्छे। छिमेकीलाई गाह्रो पर्दा सहयोग गर्ने बानी हुनपर्छ। छाना र नाना राम्रो हुँदैमा भइँदैन स्वास्थ्य। स्वास्थ्य हुनलाई खानामा सधैँ मूलको पानी हुनपर्छ। महँगा बोर्डिङ र क्याम्पस पढाएर मात्र हुँदैन हजुर। छोरा छोरी सक्षम हुनलाई आमा नै कुलको नानी हुनपर्छ। आमा नै कुलको नानी हुनपर्छ। यो सन्देश